के टोनी क्रुजको फाइनली रिप्लेसमेन्ट रियल मड्रिडलाई मिलिसक्यो त? रिसेन्टली कुरा गर्नु पर्दा चाहिँ रोड्री चाहिँ एकदमै क्लोज छन् रियल मड्रिड जोइन हुनको लागि र रिसेन्ट टकहरू चाहिँ एकदमै इन्ट्रेस्टिङ भइरहेको छ र त्यसको साथसाथै डियोमन्डेको लागि पनि रियल मड्रिडले 100 मिलियनको बिड हिजो राति गरिसकेको छ र आरबी लेग्जिनले त्यो बिडलाई चाहिँ रिजेक्ट गरेको छ भने त्यसको साथसाथै आरबी लेग्जिनले चाहिँ 120 कि 130 मिलियन मागिरहेको छ। यो पनि एकदमै इन्ट्रेस्टिङ भइरहेको छ। आज हामी कुरा गर्छौँ यो भिडियोमा रोड्रीले के रियल मड्रिडको मिडफिल्डलाई चाहिँ सल्भ गर्छन् होला त। लास्ट 2 सिजन हेर्नु पर्दा चाहिँ रियल मड्रिड ट्रोफीलेस गएको छ, प्लस मिडफिल्ड चाहिँ रियल मड्रिडको लास्ट 2 सिजनमा एकदमै प्रब्लम नै थियो। सो यो सिजन चाहिँ रोड्रीलाई साइन गरेर के सबै कुरा सल्भ हुन्छ होला त? रियल मड्रिडको ल्याकमा के थियो भने लास्ट 2 सिजन हेर्नु पर्दा चाहिँ एउटा प्रपर टेम्पो कन्ट्रोलर चाहिएको थियो, जस्तै टोनी क्रुजको रिप्लेसमेन्ट खोज्न गाह्रो नै भएको थियो। सो लास्ट 2 सिजन हेर्नु पर्दा दे ट्राई गुलर त्यो पोजिसनमा, बेलिङगम, पिताज त्यस्तो यङ प्लेयरहरू ट्राई गरेको थियो, तर त्यो सबै कुरा चाहिँ वर्क गर्न सकेन र यो सिजन चाहिँ रियल मड्रिडले एकदमै ट्रान्सफर धेरै प्लेयरहरू चाहिँ आफ्नो टिममा ल्याइसकेको छ र त्यसको साथसाथै रोड्री पनि एउटा की प्लेयर हुन्। रोड्रीको रिसेन्ट कुरा गर्नु पर्दा चाहिँ वर्ल्ड कपको म्यान अफ द टुर्नामेन्ट टप गएको थियो, स्पेनको लागि बेस्ट प्लेयर। एसिएल इन्जुरी पछि सिटीमा आएर त्यस्तो सिजन चाहिँ राम्रो गएको थिएन, तर वर्ल्ड कपमा फुल्ली फिट भएपछि चाहिँ आफ्नो 100% दिन सकेका थिए। बिग टिम लाइक अर्जेन्टिना, पोर्चुगल र फ्रान्ससँगको उसको गेम चाहिँ एकदमै टप थियो र यसको साथसाथै के रोड्री रियल मड्रिडमा आएपछि चाहिँ रियल मड्रिडको मिडफिल्ड सबै कुरा सल्भ हुन्छ त? लाइन अफको बाट चाहिँ कुरा गरौँ हामी। सो रोड्री आइसकेपछि चाहिँ रियल मड्रिडको मिडफिल्ड चाहिँ कसरी सेटअप हुन सक्छ त हैन? त्योमा चाहिँ चुआमेनी, भल्भर्डे अनि रोड्री प्लस बेलिङगम अनि गुलर, कामाभिङ्गा पनि रहेका छन्। एकदमै क्राउडेड मिडफिल्ड रहेको छ। त्यसको साथसाथै हामीले चाहिँ छान्नु पर्ने छ पर्फेक्ट 3 मात्र। सो त्यसको लागि चाहिँ रोड्री इन केस अफ आयो भने चाहिँ डबल पेभेटमा चाहिँ को खेल्छ होला त हैन? चुआमेनी चाहिँ सिमिलर प्रोफाइल छ रोड्रीसँग, तर ऊ चाहिँ एज अ कन्ट्रोल गेम कन्ट्रोल नगरेर एज अ डिफेन्सिभ कन्ट्रिब्युसन चाहिँ उसको चाहिँ धेरै हुन्छ। ट्याकल गर्नु पर्यो, एज अ थर्ड ब्याक बन्नु पर्यो, ऊ चाहिँ त्यहाँ चाहिँ बढी कन्ट्रिब्युसन दिन सक्छ भने रोड्री चाहिँ हल्का अलग प्रोफाइल, आई मिन थर्ड ब्याक बन्न सक्ने तर एज अ टेम्पो कन्ट्रोलर प्लस फरवर्ड पास दिनु पर्यो या पर्फेक्टली सुट चाहिँ मिडफिल्डलाई कन्ट्रोल गर्ने काम चाहिँ रोड्रीको हुन्छ। सो उसको साथसाथै डबल पेभेटमा चुआमेनीले खेलाउँदा चाहिँ हल्का मिडफिल्ड बिग्रिन सक्छ। सो त्यसको लागि चाहिँ बक्स टु बक्स मिडफिल्डर भल्भर्डे चाहिँ पर्फेक्ट सुट हुन्छन् होला। अन द टप जुड बेलिङगम चाहिँ वर्ल्ड कप एकदमै टप गएको थियो, त्यहाँमा चाहिँ क्वेसन नै छैन। एज अ जोसी मोरिन्योको सिस्टम अनुसार कुरा गर्नु पर्दा चाहिँ यु वान्ट फिजिकल प्लेयर, सो त्यसको लागि चाहिँ जुड बेलिङगम प्लस भल्भर्डे र रोड्री चाहिँ पर्फेक्ट फिट हुन्छन् होला मेरो सोचमा। सो रियल मड्रिडमा चाहिँ लास्ट 2 सिजन हेर्नु पर्दा चाहिँ धेरै यङ प्लेयरहरू ट्राई गरेको थियो, तर त्यो प्लेयरहरू पर्फेक्टली बिग म्याचहरूमा चाहिँ एक्सपिरियन्सको कमीको कारणले पनि पर्फेक्टली एक्जिक्युट हुन पाएन। सो यो सिजन चाहिँ ओभरअल यो ट्रान्सफर मार्केट हेर्नु पर्दा चाहिँ रियल मड्रिडले चाहिँ एक्सपिरियन्स प्लेयर जो चाहिँ अलरेडी प्रुभन भइसकेका प्लेयरहरूलाई चाहिँ साइन गरेको छ, जसमा चाहिँ कुकुरेया, कोनाटे, डम्फ्रिज जस्ता प्लेयर रहेका छन्, प्लस बर्नार्डो सिल्भा। अनि यो पालि चाहिँ मिडफिल्डमा पनि यङ प्लेयरतिर नगएर चाहिँ एउटा एक्सपिरियन्स प्लेयर जो चाहिँ रिक्वायरमेन्ट पर्फेक्टली फिट हुने जो चाहिँ रियल मड्रिडको लागि, सो रोड्रीको लागि गएको। रोड्री चाहिँ एज अ फरवर्ड पासको कुरा गर्नु पर्दा होस्, एज अ पर्फेक्टली मिडफिल्डलाई चाहिँ चलाउनेको कुरा होस्, हि इज अ लाइक अ बुस्केट टाइप प्लेयर हैन, जसले चाहिँ सबै कुरा जितिसकेको छ। रिसेन्ट कुरा गर्नु पर्दा चाहिँ युसिएल सिटीबाट जितेको थियो। हि इज द म्यान प्लेयर अफ द टुर्नामेन्ट अफ द्याट सिजन हैन। सो युरोको 2024 को युरोमा पनि स्पेनले जित्यो, तर मेन म्यान अफ द टुर्नामेन्ट को थियो त रोड्री। सो अहिले पनि वर्ल्ड कप जित्यो, तर वर्ल्ड कप जित्यो र म्यान अफ द टुर्नामेन्ट रोड्री। सो इन द बिग गेम अनि बिग टुर्नामेन्टको लागि चाहिँ पर्फेक्टली रियल मड्रिडलाई चाहिने प्लेयर भने रोड्री हो। रोड्रीले चाहिँ हरेक गेम खेल्नुपर्छ जस्तो लाग्दैन। लालिगाको सानो टिमसँग म्याच होस्, त्यो म्याच चाहिँ स्किप गरेर चुआमेनीलाई स्टार्ट गराउँदा हुन्छ। सो ऊ चाहिँ एसिएलबाट भर्खर आएको प्लेयर हो, वर्ल्ड कप गयो र फेरि पनि एउटा ब्याकको सर्जरी गर्नुपर्ने छ र सर्जरी
पछि पनि 2-3 मन्थको लागि आउट हुनेवाला छ। सो इन्जुरी प्रोन प्लेयर हो, प्लस 30 वर्षको एज नै भइसक्यो। सो यसको लागि चाहिँ सिटी चाहिँ लगभग भ्यालुएसन नै 100 मिलियन भनिरहेको छ, तर त्यो चाहिँ रियल मैड्रिड पे गर्दैन होला हैन। अनि त्यसको लागि चाहिँ रियल मैड्रिड चाहिँ ओभर 60 चाहिँ जाँदैन जस्तो लाग्छ मेरो सोचमा। सो पर्फेक्टली 50 to 60 मिलियनमा चाहिँ यो डिल चाहिँ डन हुनुपर्छ र कन्ट्र्याक्ट पनि 2027 मात्रसम्म छ। सो त्यसको लागि चाहिँ रियल मैड्रिड अवेर नै छ र उसको लागि यो फेजमा चाहिँ अफकोर्स मिडफिल्ड अपग्रेड नै गर्नुपर्ने छ र ऊ चाहिँ रोड्री चाहिँ बेस्ट फिट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। र अर्को साइनिङ छ डियोमान्डेको, त्यसको साइनिङमा चाहिँ 100 मिलियनको बिट हालिसक्यो र रिजेक्ट पनि खाइसक्यो भनेपछि 120 मिलियन मागिरहेको छ लेब्जिनले र यो डिल चाहिँ डन हुन्छ जस्तो नि लाग्छ मलाई चाहिँ। र रियल मैड्रिड आफ्टर बेल रियल मैड्रिड राइट विङमा चाहिँ धेरै ट्राई गरे तर सबजना फेल भएको जस्तो नै लाग्छ मलाई चाहिँ। सो यो सिजन चाहिँ ओलिसेको लागि ट्राई गरिरहेको थियो तर बायनले टोटल्ली नाइ भनिदिएको छ जति पैसा आयो भने नि। सो पर्सनल टर्महरू चाहिँ रियल मैड्रिडसँग एग्री भए पनि यो डिल चाहिँ भएको छैन। सो त्यसको लागि चाहिँ डियोमान्डेमा गएको छ रियल मैड्रिड र यो प्लेयर चाहिँ कस्तो छ त हैन, रियल मैड्रिडको लागि सुट गर्छ कि गर्दैन त्यो कुरा चाहिँ हेर्न लायक हुनेछ। र त्यो ऊ चाहिँ एकदमै टप प्लेयर हो, बोथ फुटेड हैन, एकदमै राम्रो प्लेयर, राइट विङ लेफ्ट विङ दुईटैमा खेल्न सक्ने प्लेयर। लास्ट सिजन लेब्जिनको लागि एकदमै टप गएको थियो। आई थिंक 28 म्याचमा स्टार्ट गरेको थियो भने 12 गोल प्लस 8 एसिस्ट पनि आएको थियो र वर्ल्ड कप पनि उसको राम्रै नै गएको थियो भनौं। डियोमान्डे के करेन्ट मार्केट हेर्नु पर्दा 100 मिलियनको वर्थ गर्छ त? मेरो एन्सर चाहिँ यस, किनभने करेन्ट मार्केट हेर्नु पर्दा चाहिँ सानो प्लेयरहरू पनि एकदमै धेरै डिमान्डेड भइसकेको छ। चेल्सीको कुरा गर्नु पर्दा रोजेसको लागि 117 मिलियन सम्म गएको थियो। सो र डियोमान्डेको लागि टप क्लबहरू लिङ्क भएको थियो, प्लस पीएससी चाहिँ पर्सनल टर्म नि एग्री गरिसकेको थियो प्लेयरसँग तर अफिसियल बिट चाहिँ पीएससी ले हानिरहेको थिएन भने यो डियोमान्डेको लागि चाहिँ दुईटा बिग युरोपियन जाइन्ट भिडिरहेको छन्। यो डिल कसले जित्ला यो पनि एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ र रियल मैड्रिड डियोमान्डेको लागि आएको कारणले चाहिँ पीएससी हल्का रिसाको पनि छ भन्ने कुरा निस्केको थियो रिसेन्टली। सो यो चाहिँ एकदमै इन्ट्रेस्टिङ ट्रान्सफर मार्केट हुनेवाला छ रियल मैड्रिडको लागि र यो दुईटा प्लेयर साइन रियल मैड्रिडमा भयो भने चाहिँ रियल मैड्रिड एकदमै स्ट्रङ देखिन्छ, प्लस ब्याकअप प्लेयरहरू पनि एकदमै स्ट्रङ छन्, प्लस धेरै प्लेयरहरू चाहिँ यो सिजन यो ट्रान्सफर मार्केटमा एक्जिट पनि लिन्छन् जस्तो लाग्छ किनभने एकदमै धेरै क्राउड भइसक्यो, क्राउडेड प्लेयरहरू भइसक्यो, एउटै पोजिसनको लागि धेरै प्लेयरहरू नि काम भएन। सो लिमिटेड प्लेयर हुनुपर्छ। सो त्यहाँमा पनि एक्जिटको लागि चाहिँ सुआमेनी पनि एक्जिट गर्न सक्छ इन केस अफ रोड्री आयो भने, प्लस कामाभिङ्गा त जानुपर्छ नै जस्तो लाग्छ मलाई चाहिँ हैन। अनि प्लस राइट विङको कुरा गर्नु पर्दा मास्तान्तानो चाहिँ जान्छन् होला लोनमा या पर्मानेन्ट डिलमा, प्लस गन्जालो गार्सिया पनि धेरै क्लबहरूसँग लिङ्क भइरहेको थियो, प्लस जोसे मोरिनोले चाहिँ उसलाई नाइ भनेपछि यो डिल चाहिँ डन भएको छैन, प्लस 60-70 मिलियन कुनै क्लबले पे गर्यो भने चाहिँ यो डिल हुन नि सक्छ। सो आजको भिडियोलाई यति नै थियो। व्हाट डु यु थिंक गाइज, रियल मैड्रिडको लाइनअप के हुन सक्छ त? यो के राइट डिसिजन हो रोड्री प्लस डियोमान्डे चाहिँ साइन गर्नको लागि? हजुरहरूको सब थट चाहिँ कमेन्टमा गर्नु होला। थ्यांक यू फर वाचिङ, गुड बाई।